छ बाबा आमाले जस्तो बनाए जस्तो त किन हुन्छ र हैन यस्तै हो ग्यासमा चुलामा बनाउँदाखेरि अलि गाह्रो हुन्छ लस्कै गर्छ त्यो बस्दैन नि झ्याप्प त्यही भएर हुन्छ त जाडो छ निकै जाडो छ तपाईको नमस्कार आज मैले तपाईहरुलाई यसले किन खाना खाएको भिडियो बनाउँदै छ भनेर तपाईलाई अनौठो लाग्न सक्छ यो ढिँडोको बारेमा म यो ढिँडोको महत्त्वको बारेमा थोरै चीज तपाईलाई बताउन गइरहेको छु मैले देखे अनुसार अफ्रिकन साथीहरुको भनाइ अनुसार यो चाहिँ ढिँडो यहाँ चाहिँ अलिकति महँगो पर्छ तर पनि यो जाडोको मौसममा यो निकै लाभदायक छ स्वास्थ्यको लागि जाडो होस् ठिकै छ सानोमा खान नमान्ने म अहिले यसको महत्त्व बुझ्दाखेरि यसको महत्त्व हाम्रो शरीर र स्वास्थ्यको लागि निकै लाभदायक मानिएको छ बच्चालाई यदि उले ढिँडो खान मान्दैन भने बच्चालाई जुसको माध्यम बनाएर पनि खुवाउन सकिने रहेछ हैन यस्तै धेरै कुराहरू छन् मैले अफ्रिकन साथीहरुबाट सिक्न पर्ने कुनै दिन म अफ्रिकन साथीहरुको उनीहरूले कस्ता परिकार बनाएर खान्छन् त कोदोबाट बनेका परिकारहरू के छन् उनीहरूले कस्तो तरिकाले आफ्नो खानालाई खान्छन् दिन्छ हामीले त यो पानी उमालेर यसलाई पानीमा राखेर घोलेर हल्का चिनी राखेर पनि यसलाई हामीले जुसको माध्यमबाट हामीले शरीरलाई जति चाहिने त्यति खान सक्छौं भनेर भने हो हैन ल अब यस्तै हो गाह्रो छ बाबा आमाले जस्तो बनाए जस्तो त किन हुन्छ र हैन यस्तै हो ग्यासमा चुलामा बनाउँदाखेरि अलि गाह्रो हुन्छ लस्कै गर्छ त्यो बस्दैन नि झ्याप्प त्यही भएर हुन्छ त जाडो छ निकै जाडो छ तपाईको अहिले नेपालमा मात्र होइन लगभग यो गल्फमा जहाँ पनि यतिकै जाडो होला भन्ने लाग्छ मलाई यो समुद्रको किनार भएर पनि होला हैन निकै हावा चलेको छ पहिले पिठै डल्ले रहेछ हैन तपाईलाई थोत्रो भिडियो अझै एकचोटि कोदोको महत्त्व र यसको बारेको परिकारको बारेमा तपाईलाई भिडियो ल्याउने कोसिस गर्छु है त अर्कोचोटि है धन्यवाद भिडियो दिनुभयो तपाईहरुले पनि जाडो छ जाडोसँग बचेर राम्रोसँग खानु होला ढिँडो है अफ्रिकन साथीहरु अफ्रिकन माई फ्रेन्ड्स wish you all my video please comment here this is real ugali or no please follow me and then watch my video